नमस्ते सबैजनालाई। आज बिहानको भ्लग मैले यहाँ यो पुल मुनिबाट गर्दैछु। अहिले बिहान चाहिँ घाम निस्किन लागेको छ। यो पुल चाहिँ पानीमाथि ठुलो पुल छ। यहाँको वरिपरिको यो पुलबाट चाहिँ देखिने दृश्यहरू म चाहिँ यहाँ देखाउन भिडियोमा कैद गरेर देखाउने छु। म अहिले पुल मुनि छु। हिँड्दै आउँदाखेरि अब यहाँ बाटो चाहिँ माथि त सिँढी चढेर गएपछि माथि पुलमा पुग्छ। त्यहाँ चाहिँ गाडीको डिस्टर्बले गर्दाखेरि अलिकति साउन्डहरू आउँदैन। त्यो गाडीको आवाज बढी आउँछ। जस त्यो वरिपरिको दृश्यहरू देखाउने छु, सबैले हेरेर इन्जोय गर्नु होला। अब म यहाँ पुलमाथि आएँ। यो हाइवे रोड हो, हेर्नुहोस्। यो चाहिँ यो पुल यताको रोड हो, यो हाइवे। अब तपाईँको घाम पनि निस्किँदैछ। यो पुल हो, हेर्नुहोस्, एकदम लामो पुल छ। यो पुलबाट देखिने दृश्यहरू म यहाँ भ्लगमा हालेर तपाईँ सबैले इन्जोय गराउनु छ है, हेर्नु होला। ओके, यो हाइवे गाडी कुदैछ यहाँ। अहिले बिहान तपाईँको बिहानै हो। यो अब घाम निस्किन लाग्यो भने चाहिँ त्यो बिहानै भयो। यो पुलको वरिपरिको दृश्य चाहिँ यही। यो पुल पारेको त अर्को पुल छ, यो पुल हो। यहाँ तलपट्टि पानी छ, देख्नुभयो होला। यही हो। ल हेर्नुहोस्, इन्जोय गर्नुहोस्। अर्का देशमा पुरा विकसित देशहरू यस्तै हो। यस्तो लग्जरी, पुरा लग्जरी तरिकाले हेर्नु। ल शान्त यो पानी वरिपरि जम्मै। म चाहिँ बिहान यसो मर्निङ वाक आउने बेलामा आफूलाई अलिकति कुनै ठाउँहरू राम्रो लाग्यो भने यसो भिडियो खिचेर कैद गर्नेछु। अनि एक दिनमा त्यो खास त सर्ट भिडियो हो मेरो हुने। एक दिनमा भएन भने फेरि दोस्रो दिनको पनि गरेर जोडेर यसो देखाउँछु मैले। हेर्नु कति बिजी छ यो रोड। माथि त्यो आकाशमा प्लेनले पट्रोलिङ गर्दैछ। यो चाहिँ अब म हिँड्दैछु यो बाटो। सुरु भयो मेरो हिँडाइ। माथि हेर्नु त आकाशमा पट्रोलिङ गर्दैछ आफ्नो देशको लागि। आर्मीको जहाज हो कि? आर्मीको जहाजै हुनुपर्छ। त्यो जङ्गलको छेउमा हेर्नु न कति ठुलो चरा रहेछ त्यो पानी हाँस। यहाँबाट यति ठुलो देखेछ भने चाहिँ कति ठुलो होला। एउटा कुरा जानकारी भन्न त मैले पहिलाको भ्लगमा नि भनेको थिएँ। अब कतिले थाहा पाउनु होला। यो सरी, यो चाहिँ यहाँ यो पानी चाहिँ आफै बनेको नेचुरल चाहिँ होइन, बनाएको अरे। यहाँको सरकारले बनाएको अरे। भनेपछि कसरी बनायो होला यसो अनुमान गर्नु होला हजुरहरूले। यति ठुलो छ कि यो अब समुद्रै भन्दा नि फरक नपर्ला, धेरै ठुलो छ। ल यो ठुलो कालो हाँसले दुईजना बुढाबुढीको चाहिँ पाँचजना बच्चा रहेछ।
बच्चा लिएर बच्चालाई घुमाउँदैछ यिनीहरूले। यी अहिले त बाहिर आयो। बाउ र आमा एकजना अगाडि एकजना पछाडि मजाले बच्चालाई लिएर बाहिर घुम्न आएको छ। हेर्नु यो आमा होला, बाबा चाहिँ उहाँ पछाडि चाहिँ बाबा कति ठुलो रहेछ। ओहो यसले त बच्चाको लागि टोक्नु नै आउने सम्भावना हुन्छ। अब म चाहिँ भागेँ। यति ठुलो छ ल यस्तो यस्तो। अब म चाहिँ बजारतिर त्यो सपिङ गर्ने ठाउँतिर पनि लानेछु। त्यहाँ अगाडि एउटा पार्क छ, त्यो पार्क पनि म पार्कमा गएर नि यसो भिडियो खिच्नेछु। यही हो। अलि बिहान त एकदम सामसुमै सकेर छानेछ। ल यो बेलकुन एन्ड वेस्टफिल्डको त्यो भित्र बजार हो। यो बजार एरिया यसो हिँड्दै गर्दै यहाँको भित्रको यसो दृश्यहरू खिच्दैछु। हेरेर इन्जोय गर्नु। यो चाहिँ म चाहिँ माथि थर्ड फ्लोरमा छु। हल्का फुल्का यसो खिच्नु पऱ्यो भनेर। यो तल सेकेन्ड फ्लोर हो। यो त्योभन्दा मुनि पनि छ। यता चाहिँ यो टिकमेक्स यो लुगा पसलहरू। Waiting a turn for this day. I've seen that. That's not him. यही हो यहाँको दोकान। सबै कुरा यहीँ पाउने भयो। लुगा लत्ता तबलादेखि लिएर सुनदेखि लिएर नुनसम्म पाउने ठाउँ हो। यो चाहिँ रेस्टुरेन्ट एरिया हो। यो रेस्टुरेन्ट एरिया हो। यहाँ मान्छेहरू खानपिन गर्ने बस्ने। उता यो उता छेउमा चाहिँ केएफसी छ। सबै चिज पाउँछ यो भित्र चाहिँ। यहाँ मुनि हेर्नु त पुरै यो फलफुल। म अहिले चाहिँ लिफबाट तल झर्दैछु। यो सेकेन्ड फ्लोर हो। यो चाहिँ अल्दी यहाँको चाहिँ सस्तो राम्रो। यो दोकानमा चाहिँ ग्रोसरी खानेकुराहरू किनमेल गर्ने ठाउँ हो। यो रक्सी पाउने ठाउँ हेर्नुहोस् सबै महिनाहरू रक्सी हो। यो चाहिँ सेकेन्ड फ्लोर हो। अहिले म यो अल्दीभित्र यहाँ यो सबै यो खानेकुराहरू पाउने लत्ता कपडाहरू पनि पाउँछ यहाँ राम्रो।
ल यही हो यहाँ पाउने कुराहरू सबै चिज छ यहाँ खानेकुराहरूदेखि लिएर लत्ता कपडा सबै कुराहरू पाउँछ यहाँ र राम्रो राम्रो पिसहरू हुन्छ यहाँ मैले नि किन्छु यहाँ प्रायः त सबैले यहीँ किन्छ किनकि राम्रो चिप एन्ड बेस्ट भएको भएर यो फुड एरिया हो यो मलाई यो पनि मन पर्यो एकदम कस्तो मजाले बनाएको छ यो पनि यसो हालिहालौँ भनेर आइरा नातिनी र हजुरआमा दुईजना ट्याक्क त्यहाँ बसेको छ नातिनीले पिठाइ गर्नुभन्दा केही जान्दैन के अरे सबै त्यहाँको त्यो झिक्दै फाल्दै गरेर उसको उमेरै त्यही हो मिठाई गर्ने खेल्ने मुखमा हाल्छ कि हेर्नु माथिबाट फालेकोलाई हेर्नु मेरो नातिले फालेको यहाँ यसरी फालेको छ ल हजुरआमाको के छ हालखबर एकदम ठिक छ ल ल ल ल ओके यो तेस्रो तलको यो यसो यो अलिक साइडतिरको यो दोकानहरू हो यो यिनीहरू ऊ त्यहाँ पारी देख्नुभएको छ तपाईँहरूले हेर्छ म देखाइदिन्छु काठमाडौँ यो चाहिँ कपडाको ब्रान्ड हो यो हाम्रो देश नेपालको राजधानी काठमाडौँको नाम लेखेको छ यिनीहरूले यो चाहिँ हिउँमा लाउने लुगाहरू स्पेसली त्यो चिसोमा लाउने लुगाहरू पाउँछ बढी मात्रामा यो काठमाडौँ ब्रान्ड हो यो चाहिँ यो ब्रान्ड चाहिँ एकदम महँगो पर्छ है यो अस्ट्रेलिया जस्तो ठाउँमा पनि हाम्रो मेन सिटीको ठाउँ चाहिँ छ यहाँ मजा आयो म चाहिँ फर्किन नआएँ अब यतापट्टि हेर्नुहोस् केटीहरूको लुगा जुत्ताहरू छोरी मान्छेहरूको यही हो यहाँको दोकान चाहिँ अब तेस्रो तलसम्म छ तेस्रो तलमा चाहिँ हरेक कुरा पाउँछ केही चिजको चाहिँ अब पैसा हुनु पऱ्यो तपाईँलाई आवश्यक परेको चिज हरेक चिजहरू पाउँछ यहाँ चाहिँ यही हो यहाँको अब प्रायः जस्तो हामी चाहिँ यहाँ सपिङ गर्न घुम्न आइरहने भएको भएर यहाँको नि यसो खिचौँ कि जस्तो लगाएर खिचिदिएको हेरेर इन्जोय गर्नु होला यस्तै छ हेर्नुहोस् अब म चाहिँ यहाँ मुनि हेर्ने फ्रुट फलफुल चाहिँ फलफुल बेच्न राखेको छ कटनको लुगाहरू पाउनु थियो ल आजको भिडियोमा चाहिँ यहीँ समाप्त गर्न चाहन्छु फेरि अरू भ्लगमा चाहिँ भेटौँला ल बाई बाई सबैजनालाई